3 नमो त्रिरत्न शरणम शिला समाधि प्रज्ञाले विशाल गौतम बुद्ध जन्मिनु भएको देश हो नेपाल। नमस्कार टासी दलेक दर्शकबिन, म प्रज्ञा सागर मोक्तान र आज पवित्र एउटा स्थल डोल्पा जिल्लाको से फोक्सुन रोतालमा छ र आज म एकदमै खुसी छु। गुरुवर्ग र मातापिता वर्गले गर्दाखेरि म आज यो ठाउँमा जीवितै यो आँखाले देख्न पाएँ। यति खुसी छु र यो देखेर मलाई बुद्धको केही वचनहरू पस्काउनु मन लाग्यो। बौद्ध भिक्षुहरू चाहिँ थेरावाद, महायान, तन्त्रयान किन नहोस्, बिहान आँखा पिलिक्क खोल्ने बित्तिकै के सम्झिने थाहा छ तपाईँहरूलाई? त्यो कुरा आज म रहस्य बताउँदैछु है त। औतरी गुरु, रुम्पुछे, खेम्बो गुरुहरू त भन्नै पर्दैन। आज भर्ती भएर भोलिको दिनमा तिमीले के गर्ने नानी भनेर के सिकाउँछ त भन्दाखेरि लामाहरूलाई, भिक्षुहरूलाई, भन्तेहरूलाई बिहान उठ्ने बित्तिकै जब सुतेर झलस्स बिउजिन्छ त्यो बेला ओहो। अनि धन्यवाद समस्त प्राणीहरू, म तपाईँको लागि के खट्नुको लागि म जीवित रहेछु। मैले सास फेरेको, मैले सुनेको, मैले देखेको सबै म प्राणीको निमित्तै काम गर्नेछु र मेरो मनलाई चोखो कुनै पनि पञ्चबीसमा मोल दिन आज म सत्य कर्म गर्नेछु है। धन्यवाद बुद्ध भनेर यसरी बिहान मन एकदम सफा पार्ने चित्त छ, जुन चित्तलाई असीम चित्त, सीमा नभएको चित्त, अपार चित्त भनिन्छ। त्यसैको विषयमा म बताउन चाहन्छु। त्यो चित्त के हो त भन्दाखेरि भोट अर्थात् धर्म भाषामा यसरी भनिन्छ, सिम्जिया थम्चे देवा द देवी क्यु द धेम्बर क्यु छे, सिम्जिया थम्चे धुङ्गाल द धुङ्गाल की क्यु द ढलबो क्यु छे, सिम्जिया थम्चे धुङ्गाल में भी देवा दम्बा द मिद्रवा क्यु छे, सिम्जिया थम्चे नेरिङ छ द नि द डवे ताङम छिम्बोल नेकर क्यु छे भनेर यसरी यही कुरालाई पो बौद्ध भिक्षुहरूले बिहान उठ्ने बित्तिकै सम्झिन्छ। यसलाई नेपालीमा भन्दाखेरि समस्त प्राणीहरू सुख एवं सुखका कारणदेखि युक्त हुन्। ओम मैत्रीय नमो नमः। दोस्रोमा समस्त प्राणीहरू दुःख एवं दुःखका कारणदेखि मुक्त हुन्। ओम करुणाय नमो नमः। तेस्रो नम्बरमा समस्त प्राणीहरू दुःख नभएका सर्व उत्कृष्ट सुखदेखि कहिले वियोग नहोस्। ओम मुदिता नमो नमः। समस्त प्राणीहरू काखा र पाखा यी दुवै रागहरूदेखि मुक्त भएका महा उपेक्षामा सधैँ बास गरियोस्। ओम उपेक्षा नमो नमः भनेर यसरी यो नेपालीमा मैले बताइदिएँ। अर्थात् यो चारवटा लाइन छ। पहिलो पङ्क्तिको मैत्रीयलाई जनाउँछ, दोस्रोमा करुणालाई जनाउँदछ र तेस्रोमा मुदितालाई जनाउँदछ र चौथोमा उपेक्षालाई जनाउँदछ। हो, समस्त प्राणीहरू सधैँ नै सुख र सुखको कारणदेखि सधैँ युक्त होस्, सधैँ नै सुखले भरिपूर्ण होस्, कहिले पनि दुःख नहोस्, सुखै सुख होस्। ओ मैत्रीय नमो नमः, ओ मैत्रीय नमो नमः भन्छ। यसलाई हामीले धर्ममा जम्बाछेमी असीमित मैत्री भनिन्छ यसलाई। बिहान उठ्ने बित्तिकै म लगायतका समस्त प्राणीहरू सुखदेखि युक्त होस्, सुखदेखि युक्त हुनुको लागि सुखको कारणले भरिपूर्ण होस् भनिन्छ। दोस्रोमा समस्त प्राणीहरूको दुःख र दुःखको कारणहरू सबै वियोग होस्, हटाएर जाओस्, निर्मूल भएर जाओस्, कहिल्यै पनि दुःख तथा दुःखको कारणदेखि कहिले पनि तल्लीन नहोस्, त्योभित्र लीन नहोस् भनेर यसलाई चाहिँ करुणा भनिन्छ। हो, दुःख र दुःखको कारण दुईवटा बुझ्नुपर्छ। हामीले दुःख किन हुन्छ थाहा छ? दुःखको कारण, दुःखको बिउ पहिले नै रोपेर हो। दुःखको कारण भनेको लोभ, रिस,
घमण्ड, डाहा, अडेस, यो 5वटा कारणले नै कुटपिट गर्ने, मान्छे हत्या गर्ने, लुट्ने, चोर्ने, डकैती गर्ने, अरूको आँसु चुहाउने र जिउँदै अरूलाई नरकमा पार्ने, यो सबै दुःख हो। यो दुःखको कारण केदेखि भयो? लोभले गर्दा भयो, रिसले गर्दा भयो, घमण्डले गर्दा भयो, डाहाले गर्दा भयो र आदेशले गर्दा भयो। त्यही कारणले बिहान उठ्ने बित्तिकै गुरुआले भन्नुहुन्छ, समस्त प्राणीहरूका दुःख एवं दुःखको कारणहरू सधैँ नै मुक्त होस्, दुःख र दुःखको कारणदेखि वियोग होस्। ओम करुणय नमो नमः भनिन्छ। अब तेस्रोमा रहेका छन्, समस्त प्राणीहरूको दुःख नभएका मा सुख अर्थात् सर्वोत्कृष्ट सुखदेखि युक्त होस्, अर्थात् मा सुख सर्वोत्कृष्ट सुखदेखि कहिले पनि वियोग नहोस् भनिन्छ। हो, हामीलाई सुख चाहिन्छ नि, तर दुःख नभएको सुख चाहिँ सुख हो। दुःख पनि छ, त्यो सुख त के सुख हो र? क्षणिक सुख भनिन्छ यसलाई। दुःख नभएको सुख र दुःख भएको सुखमा धेरै अन्तर छ मेरो मित्र। हो, मलाई कुनै पूजा गर्दाखेरि मलाई मान्छेले 10,000 दिए, आहा, मलाई त भोलि पनि मान्छेले मलाई पूजा गर्दा पैसा दिने भयो नि, वस्त्र दिने भयो नि, आहा भनेर मोहित भएर पूजा गऱ्यो भने दुःख सहितका सुख हो यो। क्षणिक सुख किन भयो? 10,000 रुपियाँ उसले इनाम एउटा दाम पायो पूजा गरे बापत। दुःख किन भयो? उसलाई मोह र लोभ थपियो, भोलि उसलाई गाह्रोमा पार्छ। त्यही कारणले दुःख नभएका सुख प्राप्त गर्नु नै बुद्धको ज्ञान हो। त्यही कारणले दुःख भएका सुख, सुख नभएका दुःख, अर्थात् दुःख भएका सुख, दुःख नभएका सुख, यो बुझ्नु पर्दछ। र यहाँ के भनिन्छ? तेस्रो चरणमा मुदितामा समस्त प्राणीहरूका दुःख नभएका सर्वोत्कृष्ट सुखहरू सधैँ नै वियोग नहोस्, युक्त होस्। ओ मुदिता नमो नमः भनिन्छ। मुदिता भनेको खुसी मन, अर्थात् जस्तो कर्म गऱ्यो भने मान्छेले सही कर्म गर्दाखेरि दिलदेखि नै धन्यवाद, तपाईँले गरेको सही छ, आहा म पनि सहयोग गर्छु नि भनेर काँध दिने भित्रैदेखि खुसी मान्नुलाई हामीले मुदिता भनिन्छ। अरूले गरेको आँखा पोल्ने, के गरेको धन सम्पत्ति भएर हेर्न, लामा भिक्षुहरू बोलाएर चौतारा बनाएर खाना भोजन दान गरेर के धनको उसले सेकी देखाएको हो भन्ने हामीले यस्तो कुरा गर्छौँ त? यो भने त राम्रो होइन नि। कमसेकम आफूले गर्नु नसके तापनि अरूले गरेकोमा ठाउँमा हामीले के गर्नुपर्दछ? धन्यवाद है, मैले गर्नु नसके तापनि तपाईँले गर्नुभएको रहेछ, हृदयदेखि नै तपाईँलाई मेरो पनि धन्यवाद छ। तपाईँले एउटा इच्छा लिएर पूजाआजा गर्नुभएको छ, तपाईँको धन्य होस् है भनेर तपाईँले यति सोधिदिनु भयो भने दानदाताले लाखौँ करोडौँ तपाईँले खर्च गरेर गरेको धर्म र तपाईँले सुख दिले 1 रुपियाँ खर्च नगरेर गरेको धर्म बराबर हुन्छ भनेर बुद्धले बताउनु भएको छ। त्यही कारणले गर्दाखेरि यसलाई मुदिता भनिन्छ। त्यही कारण ओम मुदिता नमो नमः भनिन्छ। अब अन्तिममा आयो, समस्त प्राणीहरू काखा र पाखा यी दुवैका राग नभएका मा उपेक्षामा बास गर भनेको छ। हो, हामीले कहिले पनि आफ्नो यो त मेरो आफ्नो भनेर काखामा राख्ने, त्यो मैले चिन्दिनँ भनेर पाखा राख्ने कहिले गर्नु हुँदैन। आफ्नोलाई काखा, अरूलाई पाखा नभएको राग नभएर सबैलाई हामीले समानता ठान्नुपर्छ। मैले टुपी किन काटेको छु थाहा छ? म बौद्ध भिक्षु किन भएँ थाहा छ भन्दाखेरि हजुरलाई पक्कै नै थाहा छ, मैले दोहोऱ्याइ बताउनै परिँदैन। तर पनि यो बौद्ध भिक्षुहरूले मैले जानेको अनुसार हामी सबै बराबर हो, एउटा घमण्डको अहमता हटाउनुको लागि नै टुपी काटेको। हामी सबै नै बराबर हो, हामी सबै नै एउटै नै हो। हामी छोटो जीवनमा सबैले सुख चाहिन्छ, सबैले दुःख चाहिन्छ। मान्छे भनेको जातले होइन, वंशले होइन, कर्मले हो। सुख कर्मले हो। बुद्धले बताउनु भएको छ, जुन व्यक्तिले सत्कर्मलाई अनुसरण गर्छ, जुन मान्छेको मनमा शान्तिको दियो र सबैमा अहिंसावाला ज्ञान पलाउँछ, उही नै सर्वोत्कृष्ट मानव हो भनेर बुद्धले यसरी बताउनु भएको छ। त्यही कारणले बौद्ध भिक्षुमा तामाङ, शेर्पा, गुरुङ, राई, लेप्चा,
छेत्री बाहुन च्यामे पोटे सार्की सबै आउनुहुन्छ हुन त मैले जुन बोले तर त्यहाँ आउँदाखेरि कोही पनि ठुलो सानो हुँदैन म त राणा हो म त ब्राह्मण हो भनेर माथि राख्ने त च्यामे पोटे रहेछ फोरी त तल बस भनेर जुन यस्तो हिंसा गरिन्छ नि त्यो कदापि बौद्ध हुँदैन बौद्ध भिक्षु पनि हुँदैन यो कुनै पनि यो हाम्रो मानवता पनि होइन बुद्धले त्यही कुरा सिकाउनु भएको हुँदाखेरि हाम्रो कपाल काट्नु गएको हामीले यो बाल खर्नु कारण त्यो राजकुमारहरूले राजाहरूले किन टुपी राजा थाहा छ कपाल लामो लामो तपाईँहरूलाई मै यो शक्तिशाली राजा मभन्दा ठुलो कोही पनि छैन भने यसरी उहाँले ठुलो ठुलो कपाल चट्टा राख्नुहुन्छ यसरी बुझिन्छ त्यही कारणले गर्दाखेरि आफ्नो भनेर काखमा राख्ने अरू भनेर पाखा राख्यो भने कहिले पनि हामी उँभो लाग्दैन नि होइन र मित्र त्यसैले यसलाई उपेक्षा भन्छ कुनै मान्छेले तपाईँले एकदम नानो दुःख दिन्छ भने त्यसलाई ढुङ्गा सम्झिनुहोस् तपाईँभन्दा एकदम ठुलो डर लाग्दो तपाईँले एकदम खिसी गर्छ एकदम तपाईँले दुःख दिन्छ भने त्यो देख्दा तपाईँको जिउ थर्र काम्छ भने त्यो मान्छेलाई छ नि गोल भेडा सम्झिनुहोस् रातो मुला सम्झिनुहोस् गोल भेडा सम्झिनुहोस् त्यो चाहिँ तपाईँले हाँसी आउँछ कि भनेर हो त्यो चाहिँ तपाईँ रिसै उठ्दैन कि त्यो पनि एउटा कला हो आफूभित्र त्यो कुनै मान्छे आउने बित्तिकै फलानु मान्छे आइछ भनेर रिसलाई कम गर्ने एउटा आइडिया हो के फलानु मान्छे त गोल भेडा त सम्झिनु त होइन तर त्यो देख्ने बित्तिकै फलाना मान्छेभित्र भएको विभिन्न कालो सोच हामीले सम्झिनु हटाएर जाने हो कि त्यही कारणले गर्दाखेरि जुन मान्छे आउँछ नि नराम्रो मान्छेहरूलाई एउटा ढुङ्गा सम्झिनुहोस् न मेरो अगाडि तपाईँले ढुङ्गा देख्नुहुन्छ ढुङ्गा यो ढुङ्गै सम्झिन्छु म यसले केही पनि दुःख दिँदैन फलाना मान्छे आउँदा मैले ढुङ्गै सम्झ्यो भने मेरो अगाडि गुन्डा आए पनि नराम्रो मान्छे आए पनि म एकाग्र हुनसक्छु जसलाई ध्यान भनिन्छ होइन मित्र त्यसैले आजको दिनमा मैले बौद्ध भिक्षुहरू गुरुहरू बिहान उठ्ने बित्तिकै गृहस्थ वर्गीयहरू जति पनि हुन्छ नि बौद्ध मार्गीहरू भिक्षु मात्रै नभएर भिक्षु भिक्षुनी उपासक उपासिका जति पनि बुद्धका सबै कोपिलाहरू छ नि बिहान उठ्ने बित्तिकै के सम्झिन्छ भन्दाखेरि सबै प्राणीहरू सुखका कारण र सुखको कारणदेखि युक्त हुन् सबै प्राणीहरू दुःख तथा दुःखका कारणदेखि मुक्त हुन् सबै प्राणीहरू दुःख नभएका सर्वोत्कृष्ट सुखति कहिले पनि वियोग नहुन् सबै समस्त प्राणीहरू काखा र पाखा यी दुईका राग नभएका मा उपेक्षामा बास गरियोन् भनेर झ्याम्पा छेमे निङ्जे छेमे घावा छेमे तान्योम छेमे भनेर यसरी सीमित नभएका असीमित मुदिता क्षमा पाऊँ असीमित मैत्रीय असीमित करुणा असीमित मुदिता असीमित उपेक्षालाई नै बिहान उठ्ने आँखा पिलिक्क खोल्ने साथै यो सम्झिन्छ त्यही कारणले यसलाई नै सीमा नभएको चित्त भनिन्छ यसले सबै संसारलाई बाबामासँग चिन्नु सक्छ सबै प्राणीले आफ्नो हातमा लिन सक्छ सबैले सत्यको ज्ञान दिलाउन सक्छ बुद्धले आफूले मात्र ज्ञान सिकेर अरूले नदिएको भए हजारौँ बुद्ध कहाँ आउँथ्यो र हजारौँ बुद्ध संसारमा आएका छन् साङ्गे तोङचाङ्गी भनिन्छ 12,000 बुद्ध आउने तर्खर छन् अहिलेसम्म 2800 बुद्ध त गइसके तपाईँ हामी पनि टर्न हो नि बुद्ध भने बित्तिकै एकदम साके वंशमा जन्मिनु पर्ने होइन र लुम्बिनीमै जन्मिनु पर्ने नेपालमै जन्मिनु पर्ने भारतमै जन्मिनु पर्ने भन्ने होइन जुन ठाउँमा तपाईँले कर्म गर्नुहुन्छ त्यही ठाउँमा बुद्ध जन्मिन्छ मेरो टर्न पनि छ कि जुन मलाई यस्तो चिसो हावा आएर मेरो गाला यो आइस हो कि हिउँ भन्नेसम्म भएर सुटिङ गरिरहनु भएको छ उहाँको नाम सन्दीप तामाङ हो र उहाँले यति खटी खटी एउटा टापुमाथि हामी यसरी बसिरहे यसरी मैले बताइरहेको छु हो मित्र यो मैले कहाँदेखि जोडेँ त भन्दाखेरि चिसो भए त बापत पनि मैले सिकेको ज्ञानहरू तपाईँले बाँडे तपाईँ पनि सत्य ज्ञान उब्जिन्छ होला भने मैले हृदय बोकेर मैले चिसो भए त पनि यसलाई चिसोलाई मैले यति पनि मैले चिसो मैले महसुस गरेको छैन हो हात चाउरी परेको छ तर मेरो दिलले समस्त मलाई माया गर्ने मेरा बौद्ध मार्गीहरू मेरा जति पनि साथ सहयोगीहरू मेरो गुरु परम पूजनीय क्याप्टे सँगै नेम्बर मुछे क्याप्टे तेङ्गर मुछे क्याप्टे सँगै टुकुर मुछे उहाँको कृपाले गर्दाखेरि म यो ठाउँमा छु हो म कमसङ काइक्युदेखि मैले एउटा ज्ञान सिकेँ कमसङ काइक्यु भनेको परम पूजनीय 17औं अवतारी कर्मपा उर्गेन ढोतो टिने दोर्चेछु
उहाँको कृपाले गर्दाखेरि हामी कञ्चनकाक्यु भन्नेमा पुग्यो र जे भए तापनि बहुत बर्खामा फैलाएर मैले नेपालमा मैले बौद्ध धर्म फैलिने मैले एउटा मौका पाएँ हो। नेपाललाई म माया गर्छु, जति पनि यो संसारलाई म माया गर्छु। नेपालले मात्रै नभएर इन्डिया, भुटान, सिक्किम, दार्जिलिङ, कालेबुङ, इन्डोनेसिया, चाइना, टिबेट, त्यस्तै गरी कति देश छ, युरोप, अमेरिका, सारा हामी एउटै हो। बौद्ध जति चाहिँ मेरो, हिन्दू पर, मुस्लिम तल तल, क्रिस्चियन तल, भन उता, नो, त्यो कहिले पनि मान्छे गलत, त्यो कहिले पनि मान्छे उबाट त्यो गलत मान्छे भन्दछ। जुन मान्छेले सबैलाई दया माया गर्दछ। मैले चढ्ने गाडी त बौद्धले बनाइदिएको होइन होला नि, हिन्दूले बनाइदिएको होइन होला नि, क्रिस्चियनले बनाइदिएको होइन होला नि, त्यहाँ त मुस्लिमले बनाइदिएको होइन होला नि, सबैले बनाएको छ, सबैको हातेमालो छ। उहाँहरूले गर्दा यस्तो टेक्नोलोजी आयो, सबै नै गुरुहरू हो। त्यही कारणले छोटो जीवन हो मेरा मित्रहरू, हामी सबै जिउनु पर्दछ। कसैले तत्त्व र मम गरेर जिउनु हुन्न। त्यो तत्त्व र मम जियो भने यो संसार ध्वस्त हुन्छ। त्यही कारणले यो असीमित चित्त, अपार चित्त नै बुद्धले पहिलोपल्ट बताउनु भएकोले यो डोल्पाको फोक्सुन्डो ताल हो। यसलाई चाहिँ सुम्दो भनिन्छ। खास यसमा चाहिँ यसलाई सेल्फु सुम्दो भन्दो रहेछ। सेल्फु भन्दा चाहिँ यो ऐना जस्तो टलक्कै हिमाल टल्किरहेको छ। सेल्फु भनेको यो है। यसको उतापट्टि एकदम ठुलो एउटा तीर्थ छ भने यसलाई सेल्फु भन्दो रहेछ। अब जस्तै कि सेल फुसुम्दो भनेको चाहिँ यसलाई चाहिँ वाइ सेप जस्तो कि वाइ सेप भनौँ न, वाइ सेप, यो वाइ सेपमा रहेको छ। पछाडि देख्न सक्नुहुन्छ तपाईँले वाइ सेप, तपाईँले पछि म जोड्नेछु। यो वाइ सेपमा छ। वाइ सेपलाई सुम्दो भनिन्छ, सुम्दो। यसलाई नै अब नेपाल सरकारले मान्यता अनुसार यसलाई चाहिँ से फुक्सुन्डो भन्यो है। त्यो ठाउँमा बसेर मैले यसरी बुद्धको एउटा अमृतमय गाएँ र मेरो जीवन पनि म यो प्राण हुन्जेल म कसैले पक्षपात गर्दिनँ। मैले एउटा वचन लिएको छु, यो मेरो लागि होइन, समस्त प्राणीहरूको लागि हो। मलाई कति माया गर्ने मान्छेहरू हुनुहुन्छ, कति दया गर्ने, कसैले सबैले मलाई ज्ञान सिकाइदिनु भयो। उहाँको निमित्त यो भिडियो तपाईँको समक्ष पुगोस्, जसले गर्दाखेरि आँखाको मासुको आँखा त खुलेको छ। मैले बताएको 4वटा यो चित्तले ज्ञानको आँखा पनि खुलोस् भन्न चाहन्छु। हुन त म जस्तो एउटा ज्ञानी नपाएको मान्छेले ज्ञानको आँखा त खुलाउनु के छ होला, तर पनि यो मेरो प्रार्थना छ है। सत्य कर्म गर्नुहोस्, म पनि सत्य कर्म गर्नेछु। कहिले झुट नबोल्नुहोस्, म झुट कहिले बोल्दिनँ हो। मान्छेलाई नसराप्नुहोस्, नथुक्नुहोस्, खुट्टा नतान्नुहोस्, काँध दिनुहोस् के। तपाईँले अरूले काँद्यो भने अरूले तपाईँलाई काँध दिन्छ, तपाईँ त ओहो माथि उठ्ने मौका पाएन र हो। खुट्टा दिने होइन, काँध दिने हो प्रिय मित्र। त्यसै कारणले गर्दाखेरि आजको यो छिमेसी असीम चित्तको विषय मैले यहीँ नै बताएँ। पक्कै पनि तपाईँले बुझ्नुभयो होला भने आशा गरेको छु। आगामी आउने दिनहरूमा पनि यस्तो हिमाल पर्वत तालमा जाने मलाई मौका मिलोस्। त्यहाँ ठाउँमा गएर मैले बुद्धले बताउनु भएको कुराहरू म यो संसार भनेर गुन्जाउने छु र तपाईँहरूलाई फैलाउनु छु भन्दै आजको यो एकदम राम्रो तिथिमा आज छेबचु हो। पद्म सम्भव चाहिँ यो संसारमा आउनुभएको यार्ङो छेच्यो दुसुङो जुन भनिन्छ हो। दशमी तिथिको भनौँ न कृष्ण दशमी नभएर, कृष्ण पक्षको दशमी नभएर शुक्ल पक्षको दशमी तिथिमा चाहिँ हरेक महिनामा गुरु रुम्बुचे पाल्नुहुन्छ भन्ने यसरी भविष्यवाणी गर्नुभएको हुँदाखेरि आज हामी यो फोक्सुन्डो तालमा पुग्दाखेरि ठ्याक्कै शुक्ल पक्षको दशमी तिथिमा पुगेछ। आज गुरु रुम्बुचेको तिथि हो। त्यही कारणले यही मौकामा मैले छिमेसी 4 असीम चित्त मैले बयान गर्नु पाएँ र यो बताउने क्रममा कतै मेरो टुटेको फुटेको र अनर्थ शब्द पक्कै नै रहेछ भने मेरो अञ्जलीबद्ध गर्दै 2 हात जोडेर क्षमा र माफी माग्दै पाप देशना गरी मेरो वचनलाई पनि म यहाँ नै टुङ्गन चाहन्छु। भवतु सर्व मङ्गलम जगतो हिताय।